तपाईहरुको माघेसँग कस्तो रह्यो त? काटी तरुल कतिको खानुभयो त? आज चाहिँ तरुलको तरकारी बनाउँदै छु। कस्तो लाग्छ रेसिपी हेरेर प्रतिक्रिया दिनु होला है। यदि संक्रान्तिमा तरुल बाँकी रहेको भए चाहिँ सो तरुललाई चाहिँ मिठो तरकारी बनाउन सक्नुहुन्छ र म आज तपाईहरुलाई देखाउँदै छु कसरी चाहिँ बनाउन सकिन्छ भनेर। पहिले चाहिँ तरुललाई राम्रोसँग पखालौं, अलिअलि तासौं जुन जुन फोहोर छ। त्यसपछि मैले चाहिँ तरुल र पिँडालुलाई एकैसाथ उसिन्न लागेको छु, त्यही भएर सुरुमा मैले पिँडालुलाई काटे र साइडमा राखे। पिँडालु पछि अघि पखालेको र हल्का ताछेको तरुललाई काट्दै छु। तरुललाई पनि ठिक्क सकेसम्म ठुलै पिसमा काट्नु होला, किनभने म उसिन्दै छु। यसलाई फेरि पछि तरकारी बनाउनलाई सानो पिसमा त काट्ने नै छु, तर अहिलेलाई चाहिँ उसिन्नको लागि ठुल्ठुलै पिसमा काट्दै छु। काटेर राखेको तरुल र पिँडालुलाई अब म प्रेसर कुकरमा राखेर उसिन्दै छु र प्रेसर कुकरमा म करिब 2 सिटी लगाउँदै छु। याद गरौँ कि तरुल पाकोस् पनि, तरुल र पिँडालु पाकोस् पनि, तर धेरै पनि नपाकोस्, त्यो हिसाबले चाहिँ 2 सिटी लगाउँदै छु। 3 सिटी से धेरै हुन्छ, त्यसैले 2 सिटी, 1 सिटी अलि कम होला किनभने ठुलो पिस छ, त्यही भएर 2 सिटी लगाउँदै छु। तर सिटी लागुन्जेल चाहिँ अब प्याज, खुर्सानी र अरु काट्नतिर लागौं। सुरुमा प्याज काट्दै छु। प्याजलाई मसिनो गरी काट्नु होला। प्याज काटेर साइडमा राखेपछि अब खुर्सानी काट्न लाग्दैछु। खुर्सानी काटेर पनि त्यसलाई नै साइडमा राखौं। अब साथमै उसिनेको आलु पनि काटौं, जुन मैले तरुलसँगै उसिनेको थिएँ। आलु पछि अब तरुल पनि काटौं। तरुललाई ठिक्कको सेपमा करिब डाइस भन्दा अलि ठुलो तरुल पहिले अलि पाकिसकेको छ धेरै जसो, त्यही भएर ठुलो भए पनि खासै फरक पर्दैन। तर याद गरौँ कि मसला लागोस् र खाँदाखेरि पनि मसला
सकेसम्म सबैतिर छिरेको होस्, स्वाद आओस्, सबैतिर लाग्ने भएको चाहिँ राम्रो। किनभनेदेखि ठुलो पिस भयो भनेदेखि मसला अलि भित्रसम्म नपुग्ला भन्ने चाहिँ हो। त्यो काटिसकेको प्याज, खुर्सानी, आलु र तरुल देख्न सक्नुहुन्छ यहाँले। र अब कराई बसालौँ। कराईमा तेल हालौँ। मैले तोरीको तेल हाल्दैछु। तेल हजुरको रोजाइमा जुन पनि हाल्न सक्नुहुन्छ। तेल तातिसकेपछि पहिला मेथी हालौँ। मेथीपछि थोरै जिराको गेडा हालौँ र त्यसलाई करिब पाक्न दिउँ। अलिकति तेल थप्दैछु, सायद नपुग्ला जस्तो लाग्यो। जिरा करिब रातो भएपछि सुरुमा प्याज हालौँ। प्याज हालेपछि त्यसलाई मजाले चलाउँ। प्याज करिब रातो ब्राउन भएपछि अब बेसार हालौँ। बेसार हालेपछि नुन पनि सँगै हाल्दिउँ। याद गर्नु होला, नुन बेसार हजुरको स्वाद अनुसार हाल्नु होला। बेसारले रङ ल्याउन र नुन अब त्यसको लागि भइगयो। पछि अब मसला हालौँ। जिरा, धनियाँको धुलो र चलाउँ एकछिन। याद गर्नु होला, आगो सानो गर्नुहोस् ताकि मसला धेरै नरहोस्, प्याज पनि धेरै नरहोस्। खुर्सानी हालेँ मैले, हरियो खुर्सानी र पकाउँदैछु मसला। अब जिन्जर गार्लिक पेस्ट, अदुवा लसुनको पेस्ट हाल्दै सँगै एकछिन चलाउँछु ताकि अदुवा लसुन पनि पाकोस्। थोरै रातो खुर्सानी हालेँ। अब चाहिँ आलु पहिले पाकेको मसलामा पहिले आलु हालेँ। त्यसपछि बाँकी रहेको तरुल, आलु पिँडालु जुन म काटेर राखेको थिएँ त्यो पनि हाल्दैछु। हालेको तरुल, आलु पिँडालुलाई अब मजाले चलाउँ ताकि सबै पाकेको मसला त्यसमा घुलियोस्। मजाले चलाउँ।
केही बेर चलाएपछि त्यसलाई छोपेको छु। छोपेपछि तर सबै चिज त करिब पाकेको छ, तर छोपेर पकाउँदा हल्का मसला भित्र गर्छ भन्ने हो। छोपेर निकालेपछि एकछिन चलाउँ। र करिब तरकारी रेडी भएको छ। पकाएर भाँडामा ट्रान्सफर गर्दा चाहिँ यस्तो देखिएको थियो मेरो तरुलको तरकारी। तरुल आलु मिठो पनि थियो खाँदाखेरि, र यहाँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। मेरो रेसिपी या हजुरहरूको के रेसिपी छ, कसरी बनाउनुहुन्छ त्यो पनि मलाई थाहा दिनु होला। र त्यही हो, यदि तरुलको तरकारी मिठै हुने गर्दछ, हरेक मौसममा पाइँदैन, सधैँ नपाइने भएर जाडोमा खानलाई चाहिँ मिठै हुन्छ। यो रेसिपी हजुर पनि ट्राई गर्न सक्नुहुन्छ। कस्तो बन्छ कमेन्टमा लेख्नु होला। अर्को रेसिपीको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को रेसिपी लिएर चाँडै नै आउँदैछु। त्यतिन्जेलसम्मको लागि धन्यवाद।